भर्खर मात्रै सत्तापक्षका एकजना माननीयज्यूले जनता सरकार संसद र न्यायपालिका कतै पनि सन्तुष्ट छैन, जनताले सबैतिर असन्तुष्टि देखिरहेको छ, त्यो व्यक्त गरिरहेको छ भन्ने भाव प्रकट गर्नुभएको थियो। त्यो साँचो हो। संसद र सरकार एउटा राजनीतिक परिवेशबाट उदाउने संस्थाहरू हुन्। यहाँ जनताका अपेक्षाहरू पूरा नभएका हुन सक्छन्, असन्तुष्टिहरू हुन सक्छन्, तर न्यायालय भनेको त न्याय र आस्थाको धरोहर हो। न्यायालय भनेको नेपाली जनताले सबै ठाउँमा अन्याय भए पनि त्यहाँ चाहिँ न्याय हुन्छ है भनेर जाने ठाउँ हो। तर पछिल्लो समय न्यायपालिकामाथि पनि नेपाली जनताले विश्वासको वातावरण सिर्जना नभएको महसुस गरिरहेका छन्। यो गम्भीर विषय हो सभामुख महोदय। म अदालतमा विचाराधीन यो सबजुडिस मुद्दाको विस्तृत तथ्यमाथि संसदमा बहस गर्न चाहन्न सभामुख महोदय, तर एकजना सांसदसँगै कानुनको विद्यार्थी र नागरिक भएको हैसियतले पनि अदालतले आफैले यो ड्यू प्रोसेस अफ ल कानुनको प्रक्रिया मिच्न थालेको विषय निकै संवेदनशील भएको महसुस गरेको छु सभामुख महोदय। यो केवल कानुनी त्रुटि होइन, एउटा अदालतले संविधानको मूल आत्मामाथि पुर्याएको चोट हो सभामुख महोदय। संविधानको रक्षा गर्न अदालत कति सक्षम छ त भन्ने प्रश्न पनि जन्मिएको छ सभामुख महोदय। त्यो हामी सबैजनाले महसुस गरि नै रहेका छौँ। नेपालको संविधानले स्पष्ट रूपमा भनेको छ कि नेपालमा विधिको शासन सर्वोच्च हो। विधिको शासन सबैले मान्नुपर्छ, चाहे त्यो संसद होस्, सरकार होस्, नागरिक होस्, न्यायालय होस्, सबैले विधिको शासनलाई मान्नुपर्ने हुन्छ। नेपालको संविधानको धारा 20 उपधारा 9 मा पनि प्रत्येक व्यक्तिलाई स्वच्छ सुनवाईको अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ। न्यायिक प्रक्रियाको सही पालना बिना निष्पक्षता सम्भव हुँदैन सभामुख महोदय, र यो अधिकार त झन् थुनामा बसेका प्रतिवादीका लागि झन् अत्यन्तै संवेदनशील हुन्छ सभामुख महोदय। पछिल्लो समय अदालतमा एउटा अनौठो र गैर संवैधानिक परिदृश्य देखिन थालेको छ। अदालतले प्रतिवादीलाई जानकारी नै नदिकन मुद्दाको पेशी तोक्ने, सुनवाई गर्ने, अनि सुनवाई भइसके पछाडि सुनवाई गर्दा गर्दै सुनवाई भएको जानकारी रहेन रहेछ, ल अब जानकारी दिनु नि त, अनि त्यस पछाडिबाट मुद्दा हेरौँला भन्ने किसिमको प्रवृत्ति देखे जस्तो देखिन्छ। यो त कस्तो भने जबरजस्ती, एकदम जबरजस्त ढङ्गमा चाहिँ जानकारी दिएर यही इजलासमा मैले हेर्न पाउनु पर्यो, सूचना अब देऊ न त, जानकारी पाएको रहेन रहेछ भन्नेको जस्तो भाव देखिन्छ। यसले त न्यायपालिकालाई कहाँ पुर्याउँछ सभामुख महोदय? यो निकै जटिल संवेदनशील प्रश्न खडा भएको महसुस गरेका छौँ। यसमा कता कता इजलासले प्रवृत्त धारणा राखेको विषयमा पनि शङ्का सिर्जना हुन्छ कि हुँदैन सभामुख महोदय? यो पनि नेपाली जनताले एकदम पब्लिक रूपमा अडिट गरिरहेको विषय हो। सूचना दिएर मात्रै पेशी राख्ने हो, सुनवाई नै सुरु भइसकेपछि आफ्नो विपक्षले के तर्क गरे भन्ने कुरा पनि सुन्न नपाई जानकारी नपाएको पक्षले आफ्नो तर्क कसरी प्रस्तुत गर्छ सभामुख महोदय? यो त प्राकृतिक न्यायको सिद्धान्तको घोर उल्लङ्घन भयो। यस्तो परिदृश्य देखिन थालेको छ सभामुख महोदय आजकल न्यायालयमा। यी क्रियाकलापले त न्यायपालिकाले पनि कार्यपालिका प्रेरित प्रवृत्तिको अनुसरण गर्न थालेको हो कि भन्ने प्रश्नहरू पनि जन्मिन थालेको छ। यसरी एकपक्षीय रूपमा अगाडि बढाइएको न्यायिक प्रक्रियाको सार वस्तुमाथि नै प्रहार हो सभामुख महोदय। सुनवाई निष्पक्ष हुनुपर्छ, निष्पक्ष देखिने प्रयत्न गर्ने, तर निष्पक्ष नहुने अवस्था अदालतले सिर्जना गर्नु हुँदैन सभामुख महोदय। यो भनेको लोकतन्त्रको रक्षक मानिने अदालत क्षयीकरणको बाटोमा जाँदै गरेको संकेत हो भन्ने महसुस गरेका छौँ सभामुख महोदय। जस्टिस मस्ट नट ओन्ली बी डन बट मस्ट म्यानिफेस्टली एन्ड अनडाउटेडली बी सीन टु बी डन। Neither should there be actual bias in the judicial proceeding nor even the appearance of bias on the part of the judge or the court. यो भनाइ न्यायालयमा एकदम सार्वजनिक रूपमा हामीले पढिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ। न्यायालयमा कतै कतै यो अपारदर्शी तरिकाले पनि अन्याय भएको महसुस चाहिँ कतै कतै लाग्न महसुस पनि हुनुहुँदैन, अन्याय भएको छ भन्ने किसिमको महसुस पनि हुनुहुँदैन भन्ने भनाइ छ सभामुख महोदय। यहाँ प्रश्न उठिरहेको छ। पूर्व न्यायाधीशहरूको फोरमले अस्ति भर्खर मात्रै राज्यले चाहिँ कानुनी मर्म मिचेको भन्दै सार्वजनिक अभिव्यक्तिहरू दिनुभएको थियो, तर आजकल त अदालतको यो ड्यू प्रोसेस अफ ल मिच्ने कार्यहरू भएको देख्दा, उल्लङ्घनहरू भएको देख्दाखेरि के लाग्छ भने अब त पूर्व न्यायाधीशहरूको फोरमले चाहिँ न्यायपालिकाकै कार्यशैलीमा पनि अब प्रश्न उठाउनु पर्ने बेला भयो कि, अभिव्यक्ति दिनुपर्ने बेला भयो कि, आफू पूर्व भएको कारणले अलिकति टिप्पणी गर्ने बेला भयो कि भन्ने जस्तो पनि महसुस भएको छ। यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने सभामुख महोदय देशमा विधिको शासन कायम रहँदैन, केवल विधिको आवरण मात्रै बाँकी रहन्छ। र यदि यो परिस्थिति आयो भने जनताको आक्रोश सडकमा पोखिनु इतिहासको स्वाभाविक परिप्रवाह हो सभामुख महोदय। न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय। यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने अब यो संसद र नागरिक समाजको साझा जिम्मेवारी हो। यो सबैको चासोको विषय हो। विधि मिचेको विषयमा निरन्तर खबरदारी गर्ने मूल धर्म र चरित्रबाट प्रेस जगत पनि पछि हट्नु हुँदैन सभामुख महोदय। कुनै विषयप्रति त्यति विधि पनि अनदेखा गर्नु ठिक हुँदैन कि कुनै व्यक्ति गैर कानुनी तरवारको प्रहारबाट त्यो व्यक्तिको हत्या होस् अथवा त्यो व्यक्ति मारियोस्। यदि त्यस्तो भयो भने सम्पूर्ण प्रेस जगतले, नागरिक समाजले यो कुशासन माननीय सदस्य यहाँको निर्धारित समय सकिएको छ र कानुनको यो
नेपालमा कानुनको शासन कायम गर्न नसकेको, भूमिका खेल्न नसकेको कारणले यो पुस्तामा आएको निराशाको भारी सबैले बोक्नुपर्ने हुन्छ। जाँदा जाँदै सभामुख महोदय, ड्यू प्रोसेस अफ ल सबैले पालना गर्नुपर्छ। व्यक्तिप्रतिको धारणा अलग अलग होला, तर विधि बचाउने जिम्मा साझा हो। नेपालको संविधानको धारा 136 ले सम्पूर्ण न्यायपालिकाको प्रशासनको सुधारको जिम्मा प्रधान न्यायाधीशलाई दिएको छ। त्यो कुरा पनि अब सबै सचेत हुनुपर्ने अवस्था आएको छ। न्यायपालिकाको बृहत्तर सुधारको लागि सबैले चासो दिएर यसको सुधारको लागि काम होस् भन्ने अपेक्षा गर्दछु। यो ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।